निवेदन पनि परेको छ, किटानी जाहेरी पनि हाल्ने कि भन्ने पीडितहरूको माग रह्यो। हजुरले त्यो जाहेरी लिदिने कि नलिदिने? ठिक छ, हजुर कुरा सुनौँ। घटनाको प्रकृतिले त क्षेत्राधिकार लगभग जिप्रकारले हुने जस्तो देखियो कि कानुनी व्यवस्था हेर्दाखेरि। सैनिक ऐन हेरियो मैले, त्योभन्दा बाँकी ऐन त म हेरेन। सैनिक ऐन ६३ र देवानी संहितालाई हामीले चाहिँ आधार माने हेऱ्यौँ भने देवानी संहिताले ज्यान मार्ने उद्योग उप कसैले भन्ने शब्द राखेन, सबै भन्ने देखायो, चाहे पुलिस होस् चाहे आर्मी होस्। र सैनिक ऐनलाई हेऱ्यो भने सैनिक अदालतको क्षेत्राधिकार भन्दा बाहेकको घटना जस्तो देखियो। ड्युटी नभएको मानिस होइन, अनि सर्वसाधारणको विरुद्धमा घटना घटेको र गुल्मभन्दा बाहिरको सार्वजनिक स्थानमा घटना घटेको हुँदाखेरि अब पीडितहरूको त्यो राय आइसकेपछि म पनि कहिलेकाहीँ मान्छे त्रुटि हुनसक्छ। मभन्दा पनि अब मभन्दा ठुलो नभने पनि त्यो विषयमा अनुसन्धान र अभियोजन गर्ने हजुरहरूबाट एकचोटि राय लगेर गरौँ भन्छ। त्यही हो होइन सर? धेरै कुरा भनिरहनु पर्दैन होला। मैले तपाईँहरूलाई छर्लङ्ग ऐना जस्तो बनाइदिन्छु। मलाई केही पनि कसैलाई ढाकछुप गर्नुपर्ने, कसैलाई संरक्षण गर्नुपर्ने केही पनि छैन। मलाई त्यो घटना भइसकेपछि आर्मीको मेजर साहबले कम गर्नुभएको थियो, साहब तपाईँ अब अलि रिजिड खालको मान्छे, उहाँले भनेको एकदम रिजिड खालको हुनुहुन्छ तपाईँ। किनभने म यहाँ मेरो हाम्रो सुरक्षा समितिमै भएको मान्छेहरूलाई नि गलत गरेर कहाँ हुन्छ तपाईँ भन्ने खालको मान्छे हो।